नमस्कार। ओम सेन्टर दिव्यधाममा भूमि शोधन कार्यक्रम सम्पन्न। आगामी जुलाई 16 देखि 23 सम्म ओम सेन्टर दिव्यधाममा आयोजना हुन गइरहेको विश्व शान्ति ज्ञान महायज्ञको तयारी द्रुत गतिमा भइरहेको छ। यसै सन्दर्भमा मार्च 8, 2025 शनिबारका दिन विश्व शान्ति महायज्ञको तयारी स्वरूप ओम सेन्टर दिव्यधाममा स्वामी रामानुचार्यजीको प्रमुख आचार्यत्वमा भूमि शोधन कार्यक्रम सम्पन्न भएको छ। विशेष पूजा, प्रार्थना, अर्चना र हवनद्वारा भूदेवी र बराह भगवानको पूजा गरिने यस कार्यक्रममा ओहायो, केन्टकी र पेन्सिल्भेनिया राज्यबाट स्वामीजी, आचार्यजी, पण्डितजी, गुरुजन एवं भक्तजनहरूको विशेष उपस्थिति रहेको थियो। कठ्याङ्ग्रिने जाडो तापक्रम 30 डिग्री भन्दा कम र चिसो बतासका बावजुद पनि भक्तजन एवं गुरुजनद्वारा विशेष उत्साहका साथ बाहिर चौरमा नै वैदिक विधि अनुसार विशेष पूजा, हवन तथा अभिषेक सुसम्पन्न गरिएको थियो। यसै स्थानमा आगामी महायज्ञमा पञ्चकुण्ड निर्माण गरी हवन गरिनेछ भने यो स्थलमा जीवियाचोले यज्ञशालाको निर्माण गर्ने प्रतिज्ञा पनि गरेको छ। उक्त यज्ञशाला निर्माणका लागि उपस्थित सम्पूर्ण गुरुजन, आचार्यजी, पण्डितजी तथा भक्त भागवतहरूबाट 10,000 भन्दा बढी आर्थिक सङ्कलन गर्ने वाचा समेत गरिएको छ। साथै यसै भूमि शोधनको पावन अवसर पारेर विश्व शान्ति महायज्ञको सफलताको कामना सहित एक यज्ञकर्ताको रूपमा रहन पनि देवी सुवेदी र लीला सुवेदीबाट $12,500 प्रदान गरिएको छ। यसै विशेष भूमि पूजनका अवसरमा श्री भोला सुवेदी एवं परिवारद्वारा महायज्ञका लागि नै भनेर निर्माण गरिएको तुला, यसलाई ढकपल्ला पनि भनिन्छ, यसको पनि गुरुजनबाट विशेष पूजा गराई जीविया चोलाई हस्तान्तरण गर्नुभएको थियो र उहाँले नै अन्न, फलफुल तथा वस्त्र आदि राखी तुलादानको शुभारम्भ पनि गर्नुभएको थियो। यसमा उहाँका सुपुत्र तुलसीराम सुवेदी र बुहारी सावित्र ढुङ्गाना सुवेदीको महत्त्वपूर्ण भूमिका रहेको छ। भूमि शोधनको यस पावन अवसरमा उपस्थित गुरुजनले अभिषेकपछि महायज्ञको औचित्य र यसको तयारीका सम्बन्धमा पनि प्रकाश पार्नु भएको थियो। आफ्नो वक्तव्यका क्रममा यज्ञ सम्पादन समितिका संयोजक पण्डित श्री हरि फुँयलले महायज्ञमा पाठकर्ता गुरुजनको दर्ता लगभग पूरा भइसकेको जानकारी गराउँदै यदि कसैले दर्ता गर्न छुटाउनु भएको भए यथाशीघ्र दर्ता गर्न अनुरोध समेत गर्नुभएको थियो। यसै क्रममा आचार्य हरि विनोद अधिकारीले यो महायज्ञ स्वामीजी, महाराजजी, आचार्यजीहरूको निर्देशनमा पूर्णतः शास्त्रीय विधि अनुसार रूप हुने कुरा कसैले पनि शङ्का नराखी निसङ्कोच सहभागी हुन आह्वान गर्नुभएको थियो। वक्तव्यको क्रममा आचार्य ज्योतिष हेम धिताल, पण्डित नारायण शरण सुवेदीले पनि आफ्नो मन्तव्य राख्दै महायज्ञमा पूर्ण सहयोग गर्ने वचनसहित सबैलाई जोडिन आग्रह गर्नुभएको थियो भने आचार्य श्री काशी खनालजी, गुरु सोम दाहालजी र अन्य थुप्रै व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो। यसै क्रममा संस्थाबाट अध्यक्षले यस्तो प्रतिकूल मौसममा पनि सिराक्युस, रोचेस्टर, ह्यारिसबर्ग, पिट्सबर्ग, सिन्सिनाटी, लुइभिल, कोलम्बस, एक्रोन, इरी, फिलाडेल्फिया जस्ता टाढाका सहरहरूबाट पनि उपस्थित भएर भूमि पूजन सफलतापूर्वक समापन गरेकोमा सम्पूर्ण स्वामीजी, आचार्यजी, पण्डितजी, पुरोहित, स्वयंसेवक, दाता, बोर्ड मेम्बर, ट्रस्टी, आजीवन तथा साधारण सदस्यहरूलाई, संस्थापक सदस्यहरू सबैलाई हार्दिक धन्यवाद अर्पण गरे। यस पावन अवसरको साहित्य पारी अन्तर्राष्ट्रिय निमार्ग परिषदका संरक्षण भागवत शरणजी महाराज पनि पहिलो पटक ओम सेन्टर आई महायज्ञको सफलताको कामना गर्नुभएको थियो भने उहाँलाई संस्थाका बोर्ड चेयर श्री नारद अधिकारीजीले स्वागत गर्नुभएको थियो। यसै क्रममा जीवियाचोका तर्फबाट बोर्ड चेयर लगायत अन्य बोर्ड मेम्बरले उपस्थित भक्त भागवतहरूसँग विश्व शान्ति महायज्ञ आयोजना सम्बन्धी विशेष परामर्श गरेको थियो, जसमा महायज्ञको तयारी, व्यवस्थापन, मण्डप निर्माण लगायत विभिन्न व्यवस्थापन पक्षबारे योजना साझा गरिएको थियो। कठ्याङ्ग्रिने चिसो मौसममा पनि यसरी स्वतस्फूर्त रूपमा भएको स्वामीजी, गुरुजन, स्वयंसेवक, दातृगण एवं भक्तजनहरूको समर्पण र उपस्थितिले कार्यक्रम पूर्णतः सफल भएको र भूमि शोधनले पवित्र ऊर्जा प्रभावित गरेको विचार पृष्ठपोषण दिने क्रममा सम्पूर्ण उपस्थित भक्त भागवतले विचार राख्नुभएको थियो। यसरी नै तुलादान समर्पणले धार्मिक सेवा भावलाई अझ बलियो बनाएको स्पष्ट पार्दै आगामी विश्व शान्ति महायज्ञलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबै भक्त भागवतद्वारा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।